नमस्ते, तपाईलाई स्वागत छ। यो मेडिटेसन सिरिजको पहिलो भिडियो हो। यदि तपाईँ थेरापीमा हुनुहुन्छ भने पहिला पनि यो मेडिटेसन प्र्याक्टिस गर्नुभएको होला र यो मेडिटेसन तपाईले पटक पटक प्र्याक्टिस गर्न सक्नुहुन्छ। जहिले पनि यो मेडिटेसन प्र्याक्टिस गर्दाखेरि शान्त ठाउँमा बसेर एक्लै बसेर गर्दा अझै प्रभावकारी हुन्छ। सकिन्छ भने बिहान र बेलुका दुई टाइम नै प्र्याक्टिस गर्नुहोला। सकिँदैन भने दिनमा कमसेकम पनि एकपटक जसरी पनि प्र्याक्टिस गर्ने कोसिस गर्नुहोला। अब सुरु गरौँ। तपाईँ एउटा शान्त ठाउँमा पल्लिटी मारेर बस्नुहोस्। आफ्नो हातलाई काखमा राख्नुहोस्। दुवै हत्केला माथि आकाशतिर फर्किने गरी, अथवा तपाईँ पल्टिन पनि सक्नुहुन्छ। पल्टिनुहुन्छ भने पनि हत्केला आकाशतिर फर्किने गरी राख्नुहोला। अब तपाईँ एउटा सुरक्षित ठाउँमा बसिसक्नुभयो अथवा पल्टिसक्नुभयो भने सुरु गरौँ। बिस्तारै दुवै आँखा बन्द गर्नुहोस्। यदि तपाईलाई आँखा बन्द गर्ने समस्या हुन्छ भने कुनै बाक्लो कपडा आँखामाथि राख्न सक्नुहुन्छ। आँखा बन्द गरिसकेपछि बिस्तारै आफ्नो वरिपरिका आवाजहरूमा ध्यान दिनुहोस्। ती आवाजहरूलाई सुन्ने मात्र कोसिस गर्नुहोस्। कुनै पनि नाम नदिनुहोला। खाली आवाजलाई सुन्ने मात्रै कोसिस गर्नुहोस्। जस्तो छ त्यस्तै नै। त्यसलाई नाम पनि नदिने, त्यसलाई राम्रो नराम्रो पनि नभन्ने, त्यसको कुनै अर्थ पनि नलाउने। खाली आवाजलाई सुन्ने मात्र कोसिस गर्नुहोस्। बिस्तारै अब आफ्नो ध्यान शरीरतिर ल्याउनुहोस्। तपाईको शरीरले छोएको भागमा अनुभव गर्ने कोसिस गर्नुहोस्। तपाईँ बसिराख्नु भएको छ भने कुन भागमा दबाव परेको छ, तपाईँ जुन सतहमा बस्नु भएको छ त्यो सतहले तपाईको शरीरलाई आफूतिर तानिरहेको छ, जसले गर्दा तपाईँ त्यहाँ अड्किरहनु भएको छ। यदि तपाईँ पल्टिरहनु भएको छ भने कुन भागले त्यो सतहमा छोएको छ यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस्। त्यो सतहले तपाईलाई आफूतिर तानिरहेको छ र तपाईँ त्यो सतहमा अड्किरहनु भएको छ। तपाईँ माथि पनि उठ्न सक्नुहुन्न, बल लाउनुपर्छ र त्यो सतहभन्दा तल पनि जान सक्नुहुन्न। तपाईँ त्यो सतहमा अड्किनु भएको छ। त्यो एउटा फोर्स हो, त्यो एउटा शक्ति हो। त्यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस्। अब बिस्तारै तपाईँ आफ्नो ध्यान गर्दनको भागमा ल्याउने कोसिस गर्नुहोस्। मनमा सोचहरू, विचारहरू, भावनाहरू उत्पन्न हुन सक्छन्। ती कुरालाई त्यहीँ छोडिदिनुहोस् र ध्यानलाई मात्रै गर्दनको भागमा लिएर आउनुहोस्। गर्दनमा दायाँबाट बायाँसम्म जे अनुभूतिहरू छन् यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस्। त्यसलाई महसुस गर्ने प्रयास गर्नुहोस्। कुनै पनि नाम नदिकन, त्यसलाई राम्रो नराम्रो पनि नभनिकन, हुनुपर्ने वा नहुनुपर्ने पनि नभनिकन र त्यसको कुनै
अर्थ पनि नलाइकन केवल अनुभव मात्र गर्ने कोसिस गर्नुहोस्। तनाव छ भने त्यसलाई पनि अनुभव गर्ने कोसिस गर्नुहोस्। जस्तो छ त्यस्तै नै। तपाईँको मनले त्यसलाई नियन्त्रण गर्न कोसिस गर्दैछ भने त्यसलाई पनि अनुभव गर्ने कोसिस गर्नुहोस्। तपाईँ त्यो नियन्त्रणमा सामेल नहुने कोसिस गर्नुहोस् र त्यहाँबाट आफूलाई छुट्याउनुहोस्। बिस्तारै घाँटीतिरको भागमा फर्किनुहोस्। ध्यानलाई घाँटीतिरको भागमा ल्याउनुहोस् र घाँटीको वरिपरि जुन दबाव तनाव महसुस भएको छ अथवा खिचाव महसुस भएको छ त्यसलाई अनुभव गर्ने प्रयास गर्नुहोस्। तनाव खिचावलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको छ मनले भने त्यसलाई पनि अनुभव गर्नुहोस् र तपाईँ त्यहाँबाट पछाडि हट्नुहोस्। तपाईँ त्यो नियन्त्रणमा सामेल नहुने खाली त्यसलाई अनुभव मात्र गर्ने कोसिसमा जानुहोस्। त्यसपछि आफ्नो अनुहारतिर ध्यान लानुहोस्। अनुहारमा पनि जबडाहरूमा तनाव छ भने त्यसलाई पनि अनुभव गर्ने कोसिस गर्नुहोस्। जस्तो छ त्यस्तै नै। यहाँ पनि त्यो तनाव अथवा दबावलाई नियन्त्रण गर्ने कोसिस गरिरहेको छ मनले भने त्यसलाई पनि अनुभव गर्ने कोसिस गर्नुहोस्। तपाईँ नियन्त्रणमा अथवा त्यो दबावमा सामेल नहुनुहोस्। आफूलाई छुट्याएर अनुभव मात्र गर्नुहोस्। बिस्तारै ध्यानलाई दुईटै आँखाको बीचमा, दुईटै आँखी होको बीचमा ल्याउने कोसिस गर्नुहोस्। यसमा भएको तनाव र दबावलाई अनुभव गर्ने कोसिस गर्नुहोस्। खाली अनुभव गर्ने कोसिस गर्नुहोस् र मनले त्यसलाई पनि नियन्त्रण गर्न खोज्दैछ भने त्यो नियन्त्रणलाई पनि अनुभव गर्ने कोसिस गर्नुहोस्। तपाईँ त्यो नियन्त्रणमा सामेल नहुनुहोस् र बिस्तारै पछाडि हट्नुहोस्। केवल अनुभव मात्र गर्नुहोस्। बिस्तारै दुईटै नाकको अगाडिपट्टि ध्यान दिनुहोस्। त्यो भागमा सास भित्र अनि सास बाहिर गएको अनुभूति भइरहेको हुन्छ। त्यसलाई अनुभव गर्ने, त्यसलाई महसुस गर्ने कोसिस गर्नुहोस्। दुईटै नाकको पलको अगाडिको भाग। सास भित्र लिँदा शान्तिको सास लिएको अनुभव गर्नुहोस्। सास बाहिर फेर्दा तनावलाई बाहिर फालेको अनुभव गर्नुहोस्। सास भित्र लिँदा शान्तिको सास लिएको, सास बाहिर फाल्दा तनावलाई बाहिर फालेको। सास भित्र लिँदा शान्तिको श्वास लिएको, सास बाहिर छोड्दा तनावलाई बिस्तारै बाहिर छोडेको। अब शरीरको अरू कुनै भागमा पनि अरू अनुभूतिहरू छन् भने त्यो ठाउँमा एकपल्ट ध्यानलाई जान दिनुहोस्।
ध्यान गएपछि त्यसलाई एकछिन अनुभव गर्नुहोस्, त्यसलाई त्यस्तै छोडिदिनुहोस् र ध्यानलाई मात्रै फेरि सासमा लिएर आउनुहोस्। तपाईँको श्वास एउटा केन्द्र हो, जता गए पनि ध्यानलाई फेरि फर्काएर श्वासमै ल्याउनु होला। कुनै कुरालाई पनि मनले कन्ट्रोल गर्न खोजिरहेको छ, नियन्त्रण गर्न खोजिरहेको छ भने त्यसलाई अनुभव गर्नुहोस् र तपाईँ नियन्त्रणमा नलाग्नुहोस्, फेरि सासमै फर्किनुहोस् र ध्यानलाई पनि नियन्त्रण गरेर श्वासमै लाउने कोसिस नगर्नुहोस्। ध्यानको प्रकृति नै भाग्ने हुन्छ, जता पनि जान सक्छ। गएपछि बिस्तारै माया गरेर सासमै फर्काउने कोसिस गर्नुहोला। पटक जहाँ गए पनि श्वासमै फर्काएर ल्याउनुहोस्। फेरि कुनै सोचहरू अथवा विचारहरूतिर ध्यान गयो भने जान दिनुहोस्। ती सोच विचारहरूलाई आकाशमा उड्ने चरा जस्तै हेरिदिनुहोस्। आउनेलाई आउन दिनुहोस्, जानेलाई जान दिनुहोस्। कुनै यदि एकछिन रोकिन्छ त्यहाँ भने त्यसलाई हेरिदिनुहोस्। फेरि अर्को आउँछ भने अर्कोतिर ध्यान दिनुहोस्, पहिलाकोलाई छोडिदिनुहोस्। फेरि श्वासमै ध्यान दिनुहोस्। आफूलाई मनमा नै सम्झाउनुहोस्, म यहाँ छु, मेरो ध्यान सासमा छ, म जे छु ठिक छु, पर्याप्त छु। यो क्षणमा जे भइरहेको छ यसरी नै स्वीकार गर्नुहोस् र आउने क्षणमा पनि जे हुन्छ, जस्तो हुन्छ यस्तै नै स्वीकार गर्ने कोसिस गर्नुहोस् र फेरि ध्यानलाई सासमा ल्याउने कोसिस गर्नुहोस्। तपाईँ यी घटनाक्रमलाई हेर्ने एक दर्शक हुनुहुन्छ, तपाईँ केवल एक अस्तित्व मात्र हुनुहुन्छ। अब तपाईँ आफूलाई एउटा शान्त ठाउँमा उभिरहेको कल्पना गर्नुहोस्। तपाईको शरीर, तपाईले लगाउनुभएका लुगाहरू, आफ्नो शरीरको भाग खुट्टादेखि टाउकोसम्म, आफ्नो हिँड्ने तरिका हेर्नुहोस्। आफ्नो वरिपरि पनि हेर्नुहोस्। शान्त, प्राकृतिक, हरियाली, रुखहरू, रङ्गी बिरङ्गी फुलहरू। सिधा बाटोमा हिँडिरहनु भएको छ। अगाडि हिँड्दै गर्नुहोस्। हिँड्दै गर्दा आफ्नो शरीरमा कस्तो भइरहेको छ त्यसलाई अनुभव गर्दै जानुहोस्। तपाईँ अगाडि हिँडिरहनु भएको छ। दायाँ बायाँ हेर्नुहोस्। अगाडि पनि हेर्नुहोस्। कोही पनि छैन, तपाईँ एक्लै हुनुहुन्छ। अझ अगाडि जाँदै गर्दा एउटा सानो खोला छ। अब तपाईँ तर्दै हुनुहुन्छ। तपाईको खुट्टाहरू
जमिनमा छन् बिना जुत्ता बिना चप्पल। तपाईँ हिँडिरहनु भएको छ यो प्राकृतिक ठाउँमा। खोलाको पानीमा हिँडिरहनु भएको छ। पानी तपाईँको घुँडासम्म आइसकेको छ। अझ अगाडि बढ्दै गर्नुहोस्। पानी फेरि घुँडाभन्दा माथि आइसकेको छ। अझ अगाडि जाँदै गर्नुहोस्। बिचमा पुग्दा तपाईँको कम्मरसम्म आइसकेको छ। पानी पन्छ्याउँदै तपाईँ हिँड्दै अगाडि गर्नुभएको छ। पानीको बहाव एकदमै कम छ। तपाईँलाई बगाउन सक्ने सम्भावना छैन। तपाईँ खोलामा हिँडिरहनु भएको छ, खोला तरिरहनु भएको छ भनेर त्यो पानीले आफ्नो बहाव कम गरिदिएको छ। तपाईँ हिँडिरहनु भएको छ, चिसो पानी शरीरमा अनुभव भइरहेको छ, चिसोपना। अझ अगाडि हिँड्दै जानुहोस् र बिचबाट अगाडि पुग्नुभयो। पानी कम्मरभन्दा तल आइसकेको छ। अझ अगाडि जानुहोस्। अब अझ तपाईँको तिघ्रासम्म पानी आयो। अझ अगाडि जाँदै गर्दाखेरि अब घुँडासम्म पानी पुग्यो। पानी कम कम हुँदै गइरहेको छ। तपाईँ अब अर्को छेउतिर पुगिसक्नुभयो। तपाईँले अब खोला तरिसक्नुभयो। अब अलिक उकालो बाटो छ तर शान्त। याद गर्नुहोस् तपाईँको खुट्टामा केही पनि छैन। जमिनमा छोइरहेको छ। त्यो छोएको अनुभव गर्नुहोस्। उकालो बाटो हिँड्दै हुनुहुन्छ। उकालो बाटो। अझ उकालो। तपाईँ हिँड्दै गर्दा तपाईँको सास बढिरहेको छ। अलिअलि थकाइ पनि लागिरहेको छ। मधुरो घाम छ। सुस्तरी हावा चलेको छ। शरीरमा चिसोपना भइरहेको छ। शीतल छ। अझ माथि उकालो चढ्दै हुनुहुन्छ। सास बढिरहेको छ। तपाईँको मुटुको धड्कन पनि बढिरहेको छ। बिस्तारै। अब यो पहाडमा माथि पुगिसकेपछि एउटा सम्म परेको ठाउँ छ जहाँबाट तपाईँ वरिपरि सबैतिर हेर्न सक्नुहुन्छ। यसो तल हेर्नुभयो, तपाईँ कहाँबाट यात्रा सुरु गर्नुभएको त्यहाँबाट सबै देख्न सकिन्छ। तपाईँ कहाँबाट यहाँसम्म आइपुग्नुभयो त्यो ठाउँमा उभिएर हेर्नुहोस्। अब एक ठाउँमा बस्नुहोस्। वरिपरि रङ्गी बिरङ्गी फुलहरू, विभिन्न बास्नाहरू, चराचुरुङ्गीका आवाजहरू। तपाईँ एक्लै हुनुहुन्छ। मैदान जस्तो छ। तपाईँ एक ठाउँमा बसिरहनु भएको छ। नीलो आकाश देखिन्छ। खुल्ला आकाश, मधुरो घाम। तल हेर्नुभयो भने त्यो खोला जुन तपाईँले तरेर आउनुभएको त्यो पनि देखिन्छ। पारी जहाँबाट तपाईँले सुरु गर्नुभएको थियो यात्रा त्यो पनि देखिन्छ। तपाईँको मनमा भएका जुन चिन्ता, डर, तनाव, अछुतो, निराशा,
कमजोरीपन यी सबै पार्टहरू तपाईँले जहाँबाट यात्रा सुरु गर्नुभएको थियो त्यो बाटोमै हिँडिराखेका छन्। लुकुर लुकुर गर्दै त्यही बाटोमा हिँडिराखेका छन्। त्यो खोलातिर पुग्दैछ। तपाईँ त्यो खोलाको र आफू बसेको ठाउँ बीचको दूरीलाई हेर्नुहोस् र त्यसलाई अनुभव गर्नुहोस्। र तपाईँ बसिरहनु भएको ठाउँबाट ती पार्टहरू, तपाईँका स्वरूपहरू तनाव गराउने, चिन्ता गराउने, निराशा गराउने, पछुतो गराउने, कमजोरीपना अनुभव गराउने ती पार्टहरू, ती स्वरूपहरू तेर्सो बाटोमा हिँडिरहेका छन्, खोलातिर आउँदै गरेका छन्। अब ती खोला पारी किनारामा पुगिसके। यिनले खोलामा तर्ने बारेमा सोचिरहेका छन्, तर त्यो खोलाको बहाव तेज भइसकेको छ। खोला त्यो नदी उर्लेर आएको छ। ती स्वरूपहरूले त्यो खोलामा हाम फाल्न, त्यो खोला तर्न हिम्मत गर्न सकेका छैनन्। ती खोलाको किनारमा एउटा एउटा गर्दै बसिरहेका छन्। तपाईँ त्यहाँ बसेर प्रश्नसँग हेर्न सक्नुहुन्छ। तपाईँ त्यो ठाउँमा खुल्ला हुनुहुन्छ। वरिपरि सुनसान छ, खुल्ला आकाश छ, मधुरो घाम छ, सुस्तरी हावा चलेको छ, तपाईको शरीरलाई छोएर बगिरहेको छ। त्यो मैदानको छेउमा एउटा सानो कुटी जस्तो छ। तपाईँ त्यतातिर फर्किनुहोस्, कुटीतिर हिँड्दै जानुहोस्। अब सानो कुटी, तपाईँ त्यो भित्र प्रवेश गर्न कोसिस गर्नुहोस्। त्यो कुटी भित्रबाट एउटा विशेष किसिमको सुगन्ध बाहिर आइरहेको छ। सुमधुर सङ्गीतको आवाज आइरहेको छ। घन्टीहरू बजिरहेका छन्। तपाईँ त्यो भित्र प्रवेश गर्नुहोस् र त्यही एक ठाउँमा एउटा चकडी तपाईँकै लागि भनेर राखिएको छ। त्यसमा बस्नुहोस्। वरिपरि सानो दियोहरू बलिरहेका छन्। दियोको उज्यालो छ, मधुरो। तपाईँ चकडीमा बस्नुहोस् र ती आवाजहरूलाई, सुमधुर सङ्गीत अनि घन्टीका आवाजहरूलाई सुन्ने कोसिस गर्नुहोस्। आँखा बन्द गरेर त्यही चकडीमा बस्नुहोस्। त्यो ठाउँ एकदमै सुरक्षित छ। यो ठाउँमा कोही पनि कतैबाट पनि प्रवेश गर्न सक्दैन। एकदमै सुरक्षित हुनुहुन्छ। यो सुरक्षित ठाउँ हो। तपाईँ आँखा बन्द गरेर पलेटी मारेर त्यो ठाउँमा बस्नुहोस् र बिस्तारै आफ्नो सासमा ध्यान दिनुहोस्। नाकबाट सास भित्र, बाहिर, फेरि भित्र, फेरि बाहिर गइरहेको जुन अनुभव छ, त्यो अनुभवमा ध्यान केन्द्रित गर्ने कोसिस गर्नुहोस्।
ध्यान विगतका यादहरू, भविष्यका कल्पनाहरूमा जान सक्छ। गयो भने जान्दिनुहोस्। ध्यानको स्वभाव नै डुलिराख्ने हो। त्यसलाई जानबाट नियन्त्रण नगर्नुहोस् र फेरि फर्केर सासमै आउने कोसिस गर्नुहोस्। हरेक पटक ध्यान जहाँ गए पनि सासमै फर्किने कोसिस गर्नुहोस्। सहज तरिकाले सासमा ध्यान दिने कोसिस गर्नुहोस्। बलजफ्ती नगर्नुहोस्। जता गए पनि जान दिनुहोस्। गएपछि बिस्तारै एउटा सानो बच्चालाई फकाए जस्तै गरी ल्याउने कोसिस गर्नुहोस्। एकदम सुरक्षित ठाउँमा हुनुहुन्छ। बिस्तारै आफ्नो शरीरमा भइरहेका अनुभवहरूमा ध्यान ल्याउनुहोस्। जस्तो छ त्यस्तै नै अनुभव गर्ने कोसिस गर्नुहोस्। र बिस्तारै आफू जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँबाट आँखा खोलेर हेर्नुहोस् वरिपरि। हातहरू चलाउनुहोस्, खुट्टाहरू चलाउनुहोस्, यताउति हेर्नुहोस्। यो ध्यान यही नै सकिन्छ। फेरि अर्को पटक प्र्याक्टिस गर्नु परेमा यही अडियो लगाएर तपाईँ प्र्याक्टिस गर्न सक्नुहुन्छ। राम्रोसँग याद नहुने बेलासम्म यो अडियो मार्फत नै प्र्याक्टिस गर्नुहोला। र मैले यो ध्यानको विधिमा जे कुराहरू भनेको छु त्यही नै प्र्याक्टिस गर्नुहोला। यसमा कुनै कुरा थप अथवा घट गर्ने, आफ्नो मनले कुनै कुरा थप्ने कोसिस चाहिँ नगर्नुहोला। धन्यवाद।